ओली बिनाको एमाले र एमाले बिनाको देशको कल्पना नगरे पनि हुन्छ भन्दै हुंकार गर्ने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीका कारण सिङ्गो एमाले प्रति नागरिकहरूको रुष्टता बढ्दो क्रममा छ। जस्तो आमा बाबु त्यस्तै छोराछोरी भने झै एमालेमा पनि यसको प्रभाव देखिन्छ। अध्यक्ष ओलीको बोलीकै कारण धेरै जसो मानिस रुष्ट बन्न थालेका छन्, जसले गर्दा एमाले जति जति जनताको नजिक जान खोज्छ त्यति नै दूरी बढिरहेको देखिन्छ। 2079 को आम निर्वाचनमा प्रत्यक्षतर्फ मत खस्किएपछि नेकपा एमाले विभिन्न अभियान चलाउँदै आएको छ। जनतालाई पार्टीसँग प्रत्यक्ष जोड्ने र नेतृत्वले अवलम्बन गरेका रणनीतिलाई तल्लो तहसम्म पुर्याउन एमाले विभिन्न अभियानहरू चलाइरहे पनि त्यसले फाइदा भन्दा झन्झन आलोचित र बदनाम बनाएको छ। एमाले ग्रासरुट अभियान र मध्य पहाडी लोकमार्ग अभियान मार्फत जनतामाझ पुग्यो, तर ग्रासरुट अभियानको प्रभाव भने राम्रो पर्न सकेन। मध्य पहाडी लोकमार्ग अभियानबाट भने पार्टीलाई केही राहत मिलेको निष्कर्ष एमालेको छ। एउटा अभियान सकिएपछि एमाले लगत्तै अर्को अभियान सुरु गर्ने गरेको छ। नयाँ नयाँ स्किम लिएर जनतामाझ पुग्ने सम्भवतः एमाले नेपालकै पहिलो दल बनेको छ। गत पुस 21 मा बसेको पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार एमाले 3 महिना माघ, फागुन र चैतमा जरा अभियान सञ्चालन गर्यो। साथै प्रदेशमा जरा अभियानको कार्यक्रम अघि बढाए पनि त्यसको परिणाम भने प्रभावकारी देखिएन। बिहिबार 19औं लोकतन्त्र दिवसको अवसरमा 40 वर्ष मुनिका 1 लाख युवा काठमाडौँमा उतार्ने घोषणा गरेको एमाले करिब 10-15 हजार कार्यकर्तालाई मात्रै उतार्न सक्यो। युथ सेलिब्रेसन भन्दै 40 वर्ष मुनिका युवाहरूलाई उतार्ने भनिएको कार्यक्रममा धेरै जसो बुढाकै उपस्थिति देखिन्थ्यो। पार्टीले आयोजना गरेको कार्यक्रममा आएका युवाहरूले एमाले र पार्टी अध्यक्ष ओलीको पक्षमा हाई हाई गर्नेदेखि खुलेरै विरोध गर्न भ्याए। आफ्नै पार्टीले आयोजना गरेको कार्यक्रममा नेतृत्वको आलोचना हुनु पक्कै पनि एमालेका लागि सकारात्मक सन्देश होइन, जसले एमाले जति नै स्टन्ट गरे पनि जनता र युवाको मनमा डेरा जमाएर बस्न सकेको देखिँदैन। सबै फिल्डमा चाहिँ युवालाई जोडेर लानुपर्छ। युवाको नेतृत्व, व्यक्तित्व विकास क्षमतालाई चाहिँ अझै खुला हृदयले स्वागत गर्नुपर्छ। जुन आज यो फिल्डमा यो भ्रिकुटी मण्डपको क्षेत्रमा देखिएको मास छ, त्यो मासको जनआवाजलाई बुझेर लैजानुपर्छ। मेरो पनि सरकारलाई के सुझाव छ भनिन्छ भने हाम्रो जुन युवाहरू छ नि, विदेश पलायन भएका युवाहरूलाई देशमै कसरी रोजगार र देशमै उनीहरूलाई रोजगार र अवसरको बाटोहरू गर्न सकिन्छ भने त्यतापट्टि नि सरकारको ध्यान जाओस् भन्ने चाहन्छु। बिहिबारको कार्यक्रममा एमाले बुढा नेताहरूलाई भन्दा युवाहरूलाई स्टेज दिए पनि धारणा राख्ने युवाहरूले नयाँ भिजन र सोच राख्न सकेनन्। उनीहरूले पनि पार्टी अध्यक्ष ओलीको गुणगानमै धेरै समय खर्च गरे। सोही कार्यक्रमको वक्ता रहेका एमालेका युवा सांसद सुहाङ नेवाङ कार्यक्रममै सहभागी भएनन्। उनको अनुपस्थितिलाई कार्यक्रम नै बहिष्कार गरेको रूपमा बुझिएको छ। काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता दङ्गोलले भने उत्तेजित भाषण गर्न पुगिन्। अरूको आलोचना र व्यङ्ग्य गरेपछि अहिले सामाजिक सञ्जालमा उनी पनि आलोचनाको शिकार भएकी छिन्। कुनै आधारविहीन लेख्नलाई पनि छेकेन, जथाभावी बोल्नलाई पनि छेकेन, जथाभावी कमेन्ट गर्नलाई पनि छेकेन। आक्रमण निरन्तर गरिरहे त्यो आक्रमण गर्ने व्यक्तिहरू राष्ट्र विरोधीहरू हुन्। त्यस्ता तत्त्वहरू, राष्ट्र विरोधी तत्त्वहरू सल्बलाइरहेका छन्। अहिले संसारभर नेपालको नाम उच्च राख्न सफल बनेकी छु। यङ ग्लोबल लिडरको रूपमा चयन भएकी छु। सत्तारूढ दल एमाले देशमा देखाएका समस्याहरू पछिल्लो सरकारका कारण मात्रै नभएको भन्दै पन्छिने गरेको छ। शुक्रबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै एमाले सांसद गोकर्ण विष्टले समस्याहरू समाधान गर्ने गरी सरकार अघि बढेको, तर यी समस्याहरू केवल 9 महिनाको सरकारको अवधिमा मात्रै पैदा नभएको जिकिर गरे। उनले यी समस्याहरू लामो समयदेखि थुप्रिएका र त्यसलाई समाधान गर्ने गरी सरकार अघि बढेको दाबी गरे। अहिले पनि जनतामा निराशा पैदा भइरहेको छ। के कारणले असन्तुष्टि पैदा भइरहेको छ, के कारणले विरोधका स्वरहरू मौलाइरहेका छन्। यो सवालमा हामीले ठण्डा दिमागले गम्भीरता साथ समीक्षा गर्नुपर्दछ। ठण्डा दिमागले हामीले हाम्रा कमजोरीहरूलाई पहिचान गर्नु जरुरी छ। कहीँ कमजोरी रहेको छ भने ती कमजोरीहरूलाई आत्मसात गरेर सुधार गर्नुपर्ने छ। देशमा लोकतन्त्र स्थापनाको 18 वर्ष पूरा भएर 19 वर्ष लाग्दै गर्दा सबैभन्दा धेरै पटक सरकारको बागडोर सम्हालेको एमाले आलोचना र विरोधको घेराबन्दीमा निरन्तर पर्दै आएको छ। विभिन्न समयमा विभिन्न अभियान र एजेन्डा लिएर एमाले जनतामाझ पुगे पनि सकारात्मक नतिजा हात पार्न सकिरहेको छैन। जनताको मनमा विश्वास र सम्मानको भावना पैदा गर्न सकेको छैन। पछिल्लो समयसम्म आइपुग्दा झनै आक्रोश र आलोचना बढ्दै गएको छ। मिसन 84 अभियान चलाएर आगामी चुनावमा एमाले मतदाताको 6% मत पुर्याउने योजना
योजना बनाएको छ। सत्ताभन्दा पनि चुनाव केन्द्रित हुन नेतृत्वको निर्देशन नै दिन थालेको देखिन्छ। सरकारमा बसेर मिसन 84 को अभियान समेत सक्रियता देखाएको एमाले आगामी आम निर्वाचनमा कस्तो नतिजा ल्याउँछ, जनताले साथ दिन्छन् कि देखाइदिन्छन्, त्यो भने हेर्न बाँकी छ।